रोहित शर्माको ड्रइङ गर्न खोजिरहेको छु। यहाँनिर मैले चाहिँ स्केलले कापीमा धर्काएर ताने अनि यसरी बनाउँदाखेरि चाहिँ तपाईँको आँखा मुखहरू नाकहरू सही ठाउँमा र अनि राम्रो देखिने नै हुँदो रहेछ। मैले पहिला बनाएको भन्दा चाहिँ अहिले यो अलिकति फरक आकारले बनाइरहेको छु नि त। यो आकारले बनाउँदाखेरि कतै सुधार हुन्छ कि कतै सुध्रिन्छ कि जस्तो लाग्यो। मैले 3-4 दिनदेखि ड्रइङहरू अलिकति राम्ररी गर्न अल्छीहरू लागिरहेको थियो अनि अब भ्युजहरू आउँदैन केही आउँदैन नि त। त्यो भइसकेपछि अल्छी लाग्दो रहेछ नि त्यो भइसकेर चाहिँ मैले आज फेरि एकचोटि बनाइ हेरौँ न त, एकचोटि बनाउँदाखेरि कस्तो देखिँदो रहेछ। अब भ्युज आउने नआउने त आफ्नो ठाउँमा छ, आफ्नो कलालाई किन छोड्ने भन्ने मात्रै लागेर मैले बनाउन खोजेको हो। अनि यहाँनिर मैले यसरी कापीमा गरिसकेपछि चाहिँ अब यसको आँखा बनाउन खोजिरहेको छु। आँखा बनाउनलाई चाहिँ तपाईँको सुरुमा चाहिँ मैले पेन्सिलहरू तिखारेर अनि मजाले तिखो बनाएर कपालहरू बनाएँ। कपाल बनाइसकेपछि मात्रै आँखा बनाउने छु, किनकि सुरुमा तपाईँको कपाल अनि अलिकति आकार दिइसकेपछि मात्रै हुन्छ नि त। आउटलाइन राम्रो बन्यो भने मात्रै तपाईँको ड्रइङहरू पनि राम्रो बन्छ। अनि यहाँनिर हेर्नुहोस् त पहिलाको भन्दा कति राम्रो आँखाहरू भइरहेको छ क्या। अहिले कति सिधा आँखा अनि कति सानो देखिएको छ। तर जे होस् पहिलाको भन्दा चाहिँ धेरै सुधार लाग्यो, धेरै राम्रो लाग्यो। तपाईँहरूलाई हेरिराख्नु भएको छ भने कस्तो लागेको छ त्यो पनि भन्दै गर्नु होला। तर मलाई चाहिँ एकदमै राम्रो लागिरहेको छ यो। अनि यहाँनिर मैले चाहिँ हल्का स्याडोहरू पनि गरिरहेको छु। अब यसलाई स्याडो गरेर एकदमै रियलिस्टिक बनाउन खोजेको हो नि त मैले। यही सिम्पल पेन्सिलले नै बनाउन सिकिरहेको मान्छेलाई त यसैले बनाउनलाई खोज्नु पऱ्यो नि त। अब ठुलो पेन्सिलहरूले बनाउँदाखेरि तपाईँको मिस्टेक भयो भने मेट्न अलिकति गाह्रो हुन्छ। अनि त्यो भइसकेपछि मैले यही आधारले चाहिँ बनाइरहेको छु। यो आधारले बनाउँदाखेरि पनि तपाईँको सिक्नलाई चाहिँ एकदमै सजिलो हुँदो रहेछ क्या। अब मलाई भनौँ न काहीँ खर्च गरेर काहीँ सिकेर आएको मान्छे नै होइन। त्यो भइसकेपछि मलाई कुनै पछुतो छैन। बिग्रिहाल्यो भने पनि सुधार्न सक्छु। अथवा कसैले कराउनुहुन्छ, कसैले गाली गर्नुहुन्छ, यत्रो खर्च गरेर सिकेको बिग्रियो भन्नुहुन्छ भन्ने छैन नि त। त्यो भइसकेपछि चाहिँ मलाई सिम्पल आधारले आफ्नै तरिकाले बनाइरहेको छु। यो सँगसँगै तपाईँको नाकहरू बनाइसकेपछि चाहिँ हल्का मिले जस्तो, अलिकति राम्रो जस्तो देखियो। अनि यो भइसकेपछि तपाईँको केही मात्रामा मिलेको छ कि जस्तो लाग्यो। अब तपाईँहरूलाई के लागिरहेको छ त्यो पनि भन्दै गर्नु होला। मलाई चाहिँ एकदमै राम्रो लाग्यो। अनि दाढी बनाउँदैछु। अब दाढीहरू बनाउनलाई चाहिँ अलिकति पेन्सिल तिखो चाहिन्छ नि त। अनि पेन्सिल तिखो भइसकेपछि मात्र तपाईँको दाढीहरू राम्रो देखिन्छ, सानो दाढीहरू देखिन्छ। नभए ठुलो पेन्सिल भयो भने त एकदम ठुल्ठुलो दाढीहरू देखिन्छ। त्यो भइसकेपछि चाहिँ सानो पेन्सिल तिखारेर बनाएँ। अनि यो सँगसँगै मुख बनाएको। मुख चाहिँ पहिलाको भन्दा नि धेरै राम्रो लाग्यो क्या। मुख पनि अलिकति केही मात्रामा चाहिँ सुधार आएको छ कि जस्तो लाग्यो। अब बिग्रिन त धेरै कुराहरू बिग्रिन्छ, तर बिग्रिँदै गइसकेपछि सुधार्न नि त सक्नु पऱ्यो नि त। अनि मैले यो आकारले बनाएँ। यो आकारले बनाउँदाखेरि चाहिँ तपाईँको सुरुमा चाहिँ आकार दिइसकेपछि मात्रै यो दाढीहरूको सेपहरू निकालेँ। एकदमै राम्रो लागिरहेको छ क्या। पहिलाको भन्दा चाहिँ धेरै राम्रो लाग्यो। अब यसरी नै मैले हल्का स्याडोहरू गरेँ, हल्का मिलाइराखेको छु। तपाईँहरूलाई अन्तिमसम्म हेर्नु होला, कस्तो लाग्छ भन्नु होला। मलाई चाहिँ एकदमै राम्रो लागिरहेको छ। माथि देखिएको फोटा र यसमा कतिको म्याच गर्छ, कतिको मिल्छ त्यो पनि भन्दै गर्नु होला साथीहरू। मलाई चाहिँ धेरै सुधार्ने कोसिस गरिरहेको छु, धेरै बनाउन खोजिरहेको छु। अब त बनिँदैछ, राम्रै बनिँदैछ यहाँसम्म चाहिँ। अब योदेखि उता गइसकेपछि पो कस्तो देखिने, कस्तो बनिने भन्ने कुराहरू हुन्छ। अनि अब राम्रै देखिन्छ कि नराम्रो देखिन्छ भन्ने कुराहरू त यहाँ हेरिसकेपछि मात्रै थाहा हुन्छ नि त। एकदमै राम्रो छ क्या ड्रइङहरू। यतिको ड्रइङ चाहिँ अब भनौँ न सिक्नलाई मान्छेहरूलाई धेरै टाइम लाग्छ, तर मलाई चाहिँ अहिले सिकिरहेको छु, आफै सिकेको छु। त्यस्तो कुनै दबाब अथवा कसैको केही छैन। मलाई एकदमै राम्रो लागिरहेको छ। अनि हल्का स्याडोहरू पनि गरिरहेको छु। अब यसरी स्याडो गर्दाखेरि चाहिँ तपाईँको भनौँ न पेन्सिललाई अलिकति पर समातेर स्याडो गर्नुपर्छ क्या। अनि मात्रै राम्रो देखिन्छ। नजिकबाट भयो भने चाहिँ तपाईँको नराम्रो देखिन्छ क्या। धेरै ठुलो गाढा पेन्सिल बस्छ नि त। गाढा पेन्सिल बसिसकेपछि तपाईँको एकदमै नराम्रो देखिन्छ नि त। त्यो भइसकेपछि चाहिँ पर समातेर गरिरहेको छु। अब यो सँगसँगै हल्का तलको ड्रेसहरू बनाइरहेको छु। अब ड्रेस बनाउनलाई चाहिँ मलाई फेरि पहिलादेखि नै नआउने हो। अनि यो भइसकेपछि धेरैचोटि मेट्ने बनाउने कामहरू भयो नि त। कस्तो लागिरहेको छ भन्दै गर्नु होला, कमेन्ट पनि गर्दै गर्नु होला राम्रो लाग्यो भने। अब यतिसम्म त राम्रै छ। यहाँसम्म आइपुग्दाखेरि त यतिको त राम्रै हो नि त। सिक्ने मान्छेलाई अब एकैचोटि भनौँ न ठुलो खोज्नु भएन नि त। सानो सानो कुरादेखि नै सिक्नुपर्छ।
यसरी नै बनाउँदै जाँदै गयो भने एक न एक दिन त सफल हुन्छ होला नि त, एक न एक दिन त राम्रो बन्छ होला नि त। लास्ट फाइनल लुक भनेको यस्तो छ जस्तो